नमस्कार साथीहरू सबैजनालाई वेलकम टु माई नेक्स्ट भिडियो। म चाहिँ आज तपाईहरूलाई अर्को भ्लग भिडियो बनाएर देखाउनेवाला छु। हेरेर साथ दिनु होला। ल मैले चाहिँ आज सुजीको हलुवा बनाएर खुवाउने छु। हलुवा बनाएर खाने तयारीमा छौँ हामी चाहिँ। आज नास्ता चाहिँ सुजीको हलुवा बनाउने हो। त्यसको लागि हेर्दै जानु होला। ल मेरो काम सुरु भयो। अब मैले चाहिँ अब ग्यास बाले। अब यसमा ग्यास बालिसकेपछि कराई बसाले अनि त्यसपछि म अब सुजी ल के भनेछ भान्साघर सुजी यसको चाहिँ भिडियो बनाउनेवाला छु। यस्तै पनि सकिन कति गाह्रो हो। ल नकाटी भएन काट्नेवाला छु। कति कडा हो। ल हेल्प चाहियो मलाई। साह्रै लाग्न सक्छ साथीहरू, त्यही भएर कस्तो भइरहेको छ। कति दुःख दियो गरिहाल्ने। ल म तेल हाल्न गइरहेको छु। तेलमा सुजीमा उग्राउने। ल भयो धेरै चाहिँदैन तेल। यता राख्ने ठाउँ पनि छुट्टो छ कि मेरो तेल राख्ने ठाउँ चाहिँ छुट्टो छ। यो खरिन लिनु पर्यो एकछिनमा। अनि के साथीहरू यो चाहिँ अहिले यो बजार मूल्य के साह्रो उर्लेको हो। यो 20 रुपियाँको हेर्नु त ल्वाङ सुकमेल 20 रुपियाँको। के भन्नु छ र, यस्तै छ। दुःख छ साथीहरू, गाउँघरमा दुःख छ। कसरी हो खाने बस्ने गाह्रो छ। महँगी बढेको छ। अब यसलाई चाहिँ तेल खरिँदैछ। म चाहिँ यो रेडी गर्छु। स्टिच चाहिँ हराउनु हुन्न है। यहाँ खानेकुरामा पऱ्यो भने डेन्जर हुन्छ। यसलाई चाहिँ यता छुट्टै राखेँ। खस्यो कति हाल्नु? दुई त हाल्छु। 3 त हाल्छु। खिर पकाउनु पनि चाहिन्छ यो अर्कोचोटि। 20 रुपियाँ है यस्तोलाई नै। मेरो भोइस पछि भोइस नराखे नि हुन्छ होइन। हाम्रो तरिकाले गरे पनि भयो। कता गयो? 1 2 3 यो चाहिँ फेरि पछिलाई ढुङ्गा फेरि यस्तो हो क्या। यो पिस्नको लागि ढुङ्गा चाहिँ एकदम फरक छ। ग्यास चालु गरेँ मैले। नरिवलले हाल्नु उजेलै देखेको होला यहाँ भित्र त। आहा कति मिठो बास्ना। पर गएर मेरो फुल भिडियो पनि लिनु। त्यसो गरेर त्यस्तो हुन्छ। यो थोरै छ। थोरै नै बनाउने हो नास्ता, त्यही भएर थोरै नै छ। यो रेडी भयो। हुन्छ फुरिन्छ कि यसको धेरै मान्छेहरू। ल है हलुवा बन्दैछ साथीहरू। कालो हुने गरी भुट्नु परेको छ। भुट्ने हो सानो मन्द ग्यासमा। ठुलोमा जडिहाल्छ। यो चाहिँ यस्तो सानो ग्यास बदाम काटेर हाल्ने वाला छु। ल उता गएर पनि के पाकिरह सिठी बजेको छ। नरिवल हाल्ने सबै थोक हालेर चाहिँ मिठो बनाएर हलुवा खाने हो। ठुल्ठुलै भयो के सानो बनाउनु त भएन के। मेरो मुख कोरिया छ नि तल गएर। त्यो काम चाहिँ गरिरहेको छु। आउनु है खाना आउनुहोस् माई डियर भ्युअर्स आउनुहोस्। काटिरहेको छु। यो चाहिँ पहिले रेडी गर्नुपर्ने थियो तर गरिनँ मैले। त्यही पनि यताउति ह्यान्डल गरिरहेको छु। सबै काट्ने हो यो थिच्यो। है पछि त
आहा भन्नु ती तनाव दिन्छ हो यसले पनि भिडियो ठिक काटेको धेरै भयो थिचेको होला त त्यसलाई हाल्ने नि अब पानीसँग हालिदिनु र यो त अझै ढुट्दैछु के अझै ढुट्नुपर्छ यो त पन्नी ओल्टी थियो कि यो चाहिँ चलेको खै यो मिक्स नै हो होइन है यसमा चम्चा चलाउँछु क्या अलि मिक्स गरेर रोक त right here. पानी किन हाल्ने दुधैले अब दुध हाल्दैछु कति हाल्ने हो दुध कति हाल्छन् काला हो यति भयो हुन्छ क्या धेरै गुलिन हम खजुर राख्नु लाग्यो बन्दैछ यो चाहिँ मिठो बनेर बनिरहेको छ अब चाहिँ चलाएको चलाइरहनुपर्छ निकाल्नुपर्छ धेरै नै भयो त पुर्छ क्या है जति अझै झन् पनि झन् पर्दै जान्छ धेरै नै भयो अब यसमा त यसमा त उस थप्दै भयो बरु त्यो थप्दै हुन्छ अर्को टाइम लाग्यो नेक्स्ट टाइमको लागि के गर्नु त गरम भयो आउँदै गर्ने है हो टाइम लाग्छ टाइम लागेगा
चाहिँ बारुलाले पनि गुला लगाएको छ। मेरो हलुवा रेडी भयो, अब खानलाई रेडी है त। दामी मिठो नरिवल पनि देखेछ। धेरै खान सकिन्न, पेट फुल्छ, थोरै खाने हो। बसेको छिमेकीलाई दिने अहिले। ल त्यति खाने, धेरै खाने होइन। फुल्छ क्या पेट अहिले, बच्चालाई क्या खाने हो। चम्चा मिठो तातो छ। चिनी आएन, चिनी आएन र ओके। ल मैले चाहिँ अलुवा बनाएर पनि अब नास्ता खान गइरहेको छु। ल भिडियो लास्टसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। टाटा बाई बाई।